एक्टिभिटी हेर्नुहोस् है। देश बनाउने हो भने सरकारले पनि त्यसरी नै काम गर्नुपर्छ। हप्ताको 2 दिन बिदा गरेर हुँदैन। अहिले पुँजीगत खर्चकै म तपाईँलाई उदाहरण दिन्छु। विगत 10 वर्षको हिस्ट्रीमा पुँजीगत खर्च 60% मात्रै भएको छ। अब विकास कसरी हुन्छ? अहिले तपाईँले भनेको कुरो यहाँ आएर जोडिन्छ। छिटो विकास यति वर्ष लाग्यो भन्नुहुन्छ नि। हाम्रो वार्षिक कार्यदिन नै सरकारले 240 दिन राखेको छ। दैनिक 8 घण्टा काम गर्ने भनेको छ। अनि विकास कसरी हुन्छ छिटो? चीन र भारतको उदाहरण दिउँ, सुन्नुहोस् है। 24 घण्टा काम गर्छ। चीनमा 320 दिन काम हुन्छ, भारतमा 300 दिन काम हुन्छ। रणनीतिक महत्त्वका ठूला आयोजना 24 घण्टा बहुशिफ्टमा काम हुन्छ दुईटै देशमा। वर्षमा 97% विकास खर्च हुन्छ उनीहरूको। पहिलो चौमासिकमा 30% विकास खर्च भइसक्छ उनीहरूको। हामी कहाँ 5%। हामी कहाँ असार महिनामा मात्रै 20% विकास खर्च हुन्छ। उनीहरूको अन्तिम महिनामा 5% मात्रै खर्च हुन्छ। विकास कसरी गर्ने रहेछ? त्यो त पाठ त सिक्नु पर्यो नि।